आपले Recording in progress. मेरो भोइस सुन्नु भएको छ कि छैन? अरे ल हेलो, मेरो भोइस सुन्नु भएको छ सबैजनाले? साउन्ड सुन्नु भएको छ सबैजनाले? क्लियर छ? कमेन्ट गर्नुहोस् त सबैजनाले। ल क्लियर छ हैन त? बाहिरको आवाज धेरै आयो भन्नुभएको छ। त्यो बाहिरको आवाज आइरह र? क्लियर छ? डिस्टर्ब छ कि क्लियर छ? ल भन्नुहोस् त, क्लियर छ कि छैन? अब हामी सुरु गर्छौँ। ल ओके साथीहरू, ल सम्पूर्ण साथीहरूमा नमस्कार, अन्यगासियो। केकेसी एजुकेसन एकाडेमी बागबजार काठमाडौँ, त्यसै गरी हाम्रो ब्रान्च चाहिँ कोटेश्वर र चाबेलमा यहाँलाई हार्दिक स्वागत गर्दछु। र आजदेखि चाहिँ हामीले 1 महिनासम्म रेगुलर निरन्तर चाहिँ हामी 8 बजेदेखि 9 बजेसम्म 25 देखि 30 वटा हरेक दिन चाहिँ फिल्म खाने र अवि गर्नेछौँ। जुन हाम्रो नयाँ मोडल ब्याङ्क आएको छ त्यसैको क्वेसनहरू गर्नेछौँ। र तपाईहरु चाहिँ हरेक दिन ठ्याक्कै 7:55 मा चाहिँ जोडिनु होला। हरेक दिन चाहिँ तपाईहरुलाई यही आइडी हुन्छ, यही जुम आइडी हुन्छ र यदि तपाईहरुसँग भएन भने हरेक दिन पेजमा हेर्नु होला है। र यो सेसन चाहिँ हामीले पहिला चाहिँ तपाईहरुलाई हामीले यो क्वेशन मैले चाहिँ तपाईलाई शो गर्छु र शो गरिसकेपछि तपाईले 20 देखि 25 सेकेन्डसम्म चाहिँ तपाईले आन्सर दिनुपर्ने हुन्छ। अनि त्यसपछि हामीले बागबजारको स्पेलिङ मिलेन भन्नुभयो, मिस्टेक होला, केही छैन, बुझ्न भाइ है, मिस्टेक होला। भाइले चाहिँ जस मिस्टेक चाहिँ भेटाउनु रहेछ नि भाइलाई धन्यवाद। ल ओके, सबैजना रेडी हो? नयाँ तयार भइसक्यो ह, सबैजना रेडी हुनुहुन्छ है त? ल आज चाहिँ हामी अब आजको पहिलो क्वेशनतिर लाग्छौँ है त। है आजको पहिलो क्वेशनतिर लाग्छौँ। तपाईलाई यहाँ क्वेशन पनि रेडी छ है। अब तपाईले यहाँ यसको उत्तर दिनु होला, अघि पनि दिइसकेको छ हामीले हैन तपाईलाई। ल च्याट अफ गरिदिनु न सर भनेको छ हैन, ठिकै छ। तपाईले अहिले क्वेशन गर्नु अनि लास्टमा गरौँ ल। धेरै च्याट भयो भने मात्रै अफ गरौँ है। ल यसको उत्तर दिनुस् त। पहिलो क्वेशन अघि पनि पढिसकेको छ, हामीले पेजमा हालेको छ। यसको सही उत्तर भन्नुहोस्, सही उत्तर भन्नुहोस् सबैजनाले है, सबैजनाले एक्टिभ हुनु पर्यो तपाईहरुले है। ल ओके, सबैजनाले यहाँ 2-2 भनिसक्नु भयो, धेरैजनाले अघि पनि दिइसक्नु भयो। फेरि अब हेरौँ यसलाई है। हानको गेलुई भनेको कोरियनहरूले चाहिँ खाजाङ सबैभन्दा मानी धेरै, सोबी हान भनेको खपत हुने अथवा खपत गर्ने, युम्न्योरुल भनेको मासु चाहिँ थोइजी खोगी इबे, थोइजी खोगी भनेको बङ्गुरो मासु भएर, थेफ्यु भनेको प्रमुख अथवा चिनाउने, ओमसिगुरो भनेको खानाको रूपमा चाहिँ डडडट इगा इसुब्निदा छ अथवा हो भनेको छ। एकमा छ फुलखोगी, फुलखोगी गोरुको मासु। त्यसै गरी 2 मा रहेको छ सामगेप्साल बङ्गुरको 3 पत्रे मासु। त्यसै गरी 3 नम्बरमा छ खाल्बी करङ। त्यसै गरी 4 नम्बरमा रहेको छ थाक खाल्बी कुखुराको करङको मासु। अब यसको सही उत्तर रहेको छ 2। अघि पनि धेरैजना दिइसक्नु भएको छ। यो सेम टु सेम क्वेशन हो त, बुककै क्वेशन हो है, नयाँ बुक अनुसारको नयाँ क्वेशन हो यो है त। यहाँ धेरैजनाले मिलाइसक्नु भएको छ। अब चाहिँ हामी अर्को क्वेशनमा जान्छौँ।
अर्को क्वेसनमा जान्छु। लेख्न अलि टाइम नहोला तपाईले मैले भन्दाखेरि चाहिँ लेख्नु होला है यदि कुनै नयाँ मिनिङ मान्नु भयो भने है। अब त्यसै गरी 2 क्वेसनमा जान्छौँ हामी। 2 नम्बर क्वेसन तपाईलाई मैले टाइम दिए 20 सेकेन्ड है। 2 नम्बर क्वेसनको लागि 2 नम्बरको लागि मैले टाइम दिए तपाईलाई। यहाँ 3 भन्नुभयो 2 भन्नुभयो कतिपयले है। ओके साथीहरु, यो अघि पनि हाम्रो आइसकेको क्वेसन पनि हो। यसलाई मैले धेरै टाइम दिएन, त्यसले गर्दाखेरि अब हामी जान्छौँ यसमा। यसमा जान्छौँ के भनेको छ। छेक साङे टेबलमा चाहिँ साहिन भनेको थुप्रिएको है, थुप्रिएको बन्जिरुल भनेको धुलोलाई चाहिँ छोम यसो अलिकति सिफुन्दे चाहेकोले खल्नेरुल टालोलाई चाहिँ टालो चाहिँ अदिए कहाँ चाहिँ सहयोग छ भनेको छ। 1 नम्बरमा रहेको छ फरिमेल आल्यो भने। 2 नम्बरमा भनेको सित्के, सित्ता भनेको के हो धुनु पखाल्नु, अनि गे भनेपछि के हो ने गरी धुने गरी भन्नु पर्यो। त्यसै गरी 3 मा छ थाक्को, थाक्को सिपन्दे भनेको के भयो त बुझ्न चाहेकोले। 4 मा छ छङ्नी हानिका भनेको के त छङ्नी हाना भनेको व्यवस्थामा गर्नु, अनि व्यवस्थापन गरेकोले त्यसको सही उत्तर कति भयो। यसको सही उत्तर कति भयो 3। धेरैजनाले मिलाइसक्नु भएको छ। यो अघि पनि हामीले पेजमा हालिसकेको क्वेसन पनि हो। च्याट डिस्टर्ब भयो भन्नुभएको छ। एकबाट गरौँ न भन्नुभयो, एकबाट हामीले अघि गरिसक्यो त। अब अर्कोमा जान्छौँ। अर्कोमा है ध्यान दिनु होला साथीहरु, नयाँ बुककै छ धेरै क्वेसन चाहिँ, अनि 2-3 वटा क्वेसन चाहिँ अगाडि सोधिएको क्वेसनहरु पनि छ। अब हामी जान्छौँ अर्को क्वेसन नम्बर 3 मा जान्छौँ है। क्वेसन नम्बर 3 रहेको छ हानको कोही कोरियाको है, सरी मैले नेपालीमा भन्दैन, पहिला कोरियामा मात्रै भन्छु है। 3 नम्बरको उत्तर भन्नुस् त। हानको कोही छोयो छादोङचा वैसा जोगे हानाइन नुन इछन इसिप सामनेने छादोङचा가 판미랑에 에서 세계 쌈의를 차지하셨어요. 1 नम्बरमा रहेको छ खिया छादोङचा, 2 नम्बरमा रहेको छ केजिएम छादोङचा, 3 नम्बरमा रहेको छ हिन्दे छादोङचा, 4 नम्बरमा रहेको छ वैसा। यसको सही उत्तर भन्नुहोस्। च्याट अफ गरिदिनु भन्नुभएको कतिपयले। तपाईँलाई अहिले अभ्यास हुन्छ कि भनेर। ओके ल, अब यसको अगाडि जाऊ। हानको कोही कोरियाको छुयु भनेको प्रमुख है, प्रमुख है प्रमुख। छादोङचा वैसा जुगे कार कम्पनी मध्ये हाना हानाइन भनेको एउटा, अनि 2023 है इछान एसिप सामने भनेको कता 2023 ने वर्षमा चाहिँ छादोङचा भनेको कारको चाहिँ फान्मे राङ्गेछ बिक्री मात्रामा है, बिक्री मात्रामा। सेगे भनेको विश्वभरि है, विश्वभरिमा। सामोइरुल भनेको तेस्रो स्थानमा। छाजी हासिसुबिरा भनेको ओगेटेको छ। अब केले ओगेटेको छ त किया छादोङचा 1 नम्बरमा छ किया छादोङचा, 2 नम्बरमा रहेको छ केजिएम छादोङचा, अर्को चाहिँ के रह्यो 3 नम्बरमा रहेको छ हिन्दे छादोङचा, 4 नम्बरमा रहेको छ वैसा। यसको सही उत्तर कति भयो 3। इसको सही उत्तर कति सर चैट।
ल अर्कोमा जाऊ। 4 नम्बरको भनौँ त, तपाईँ भन्नुहोस्। यो पुरानो हो। 4 नम्बरको यसको सही उत्तर भन्नुहोस्। च्याट डिस्टर्ब भयो भने भन्नुभएको छ भने एकचोटि यो हेर्नु है, अनि त्यसपछि डिस्टर्ब भयो भने म गरौँला ल। सकेसम्म तपाईँले अब आफूले आन्सर दिँदा अझ राम्रो हुन्छ भनेर मात्रै हो है। ल अब जाउँ 4 नम्बरमा। एकिनुन यहाँ चाहिँ होन्दाङ बोधौका अप्सुमिदा, यहाँ चाहिँ जेब्रा क्रसिङ छैन है। अनि के भनेको छ, खिरु खन्न सिरेमेन, बाटो काट्ने हो भने अथवा बाटो पार गर्ने हो भने डडडट उरो नेरे खाया हामीदा, झरेर जानै पर्छ भनेको छ। झरेर जानै पर्छ भनेपछि 1 नम्बरको यसको अप्सन रहेको छ युक्य हो। युक्य भनेको के त, आकाशे पुल। अब पक्कै पनि आकाशे पुलमा झर्दैन, हामीले झरेर पहिला त उक्लिनु पर्यो, त्यो हुँदैन होला पक्कै पनि। त्यसै गरी 2 नम्बरको रहेको छ छियादो। छियादो भनेको भूमिगत बाटो। त्यसै गरी 3 नम्बरमा फिसाङ्गु छ। फिसाङ्गु भनेको आपतकालीन द्वार। त्यसै गरी 4 मा रहेको छ खन्नेफेन। खन्नफेन भनेको पार गर्नु अथवा पारिपट्टि। अब यसको सही उत्तर कति भयो, 2। यसको सही उत्तर कति, 2। अब हामी अर्कोमा जान्छौँ। के छ, तपाईँलाई च्याट गर्दाखेरि डिस्टर्ब भएको कि तपाईँलाई राम्रो होला भनेर मात्रै हो मैले गरेको। के छ, डिस्टर्ब मान्नु भएको छ भन्नु है। मैले सकेसम्म मैले तपाईँहरूले आफ्नो दिमाग चलाउने हो पहिला, अनि त्यसपछि अनि तपाईँहरूले क्वेसन सोल्भ गरिसकेपछि कुनै नजानेको उत्तर मैले भन्दाखेरि राम्रो हुन्छ कि भन्ने कुरा हो। तपाईँलाई डिस्टर्ब भयो भने त मैले क्लियर अफ गरिदिन्छु, हुँदैन? ल त्यो ल ल एकछिन हेरौँ त्यसपछि होइन। ल अर्कोमा जाउँ साथीहरू। अब हामी 5 मा जान्छौँ। हानको कोही कोरियाको, खिमुन भनेको लेउ है। अनि यामको भनेको पातलो भएर है। यामको भनेको के त, पातलो भएर है, पातलो भएर। फासाङ आया भनेको सजिलै फुट्ने भएर। सजिलै के त, फुट्ने भएर। डडोडोट उरो एन्सिक थोइगो इस्टुमेन, परिचित भएर अथवा पहिचान भएर। छोइगुने आज भोलि चाहिँ। छोङदोक भनेको, छोङ भनेको मध्य, थोङ भनेको पूर्व है। नाम्मी भनेको दक्षिण अमेरिकातिर चाहिँ है, दक्षिण अमेरिकातिर आदितिर चाहिँ। सुछुल थोइगो सुविधा भनेको निर्यात भइरहेको छ। फेरि हेरौँ यो नयाँ क्वेसन तपाईँलाई। हानको कोही भनेको कोरियाको, खिमुन भनेको लेउ है। कोरियाको लेउ चाहिँ सुकाएर एकदम कस्तो हुन्छ, पातलो हुन्छ, पातलो भएर। फासाङ आयो भनेको सजिलै फुट्ने भएर है, त्यो चाहिँ सजिलै तरिकाले के हुन्छ, फुट्ने भएर। डडोडोट उरो, रो र उरो भनेको डडोडोटमा। एन्सिक थोइगो सुमे भनेको पहिचान भएर अथवा चिनिएर है, चिनिएर। छोइगुने आज भोलि चाहिँ। छोङ भनेको मध्य, थोङ भनेको पूर्व, नाम्मी थोङुरो भनेको दक्षिण अमेरिकातिर चाहिँ। सुचुल थोइगो सुविधा भनेको निर्यात भइरहेको छ। यसको 1 नम्बरमा रहेको छ थिजथु। थिजथु तपाईँलाई थाहा होला कति बेला है। थिजथु भनेको के त, मिठास अथवा मिठाई जन्ने सामान वस्तुहरू। त्यसै गरी खनगाङ सिक भनेको स्वस्थ खाना। अनि 3 नम्बरमा छ खानसिक, खाजा। 4 नम्बरमा छ छन्थोङ ओम्सिक भनेको परम्परागत खाना। यसको सही उत्तर रहेको छ 2।
है खनगान सिकुरो भनेको स्वस्थ खानाको रूपमा है स्वस्थ खानाको रूपमा इन्सेक्ट थोइगो इस्मे भनेको परिचित भएर अथवा चिनिएर आजभोलि मध्य पूर्वदेखि अनि दक्षिण अमेरिकातिर चाहिँ के भइरहेको छ त निर्यात भइरहेको छ यसको सही उत्तर 2 यसको सही उत्तर कति 2 भन्दिनु ल धेरैले 2 भन्नुभयो 3 भन्नुभयो ल च्याट अफ गर्नु ल अर्कोमा जाऊ साथी ल जाऊ साथीहरु के छ गाह्रो भइरहेको नि डिस्टर्ब भएन नि 190 जनाले हेरिराख्नु भयो ल ठीक छ साथीहरु अब अर्को जाऊ हामी 6 नम्बरमा जान्छौं है 6 नम्बरमा शिक्षा जले खाना भन्दा अगाडि इरागो इन्चारुल हागो अभिवादन गरेर हामगुन हुए सबै खाइसकेपछि छाल मध्ये सुविधा राम्रोसँग खाए रागो इन्चारुल भनेर अभिवादन हाम्निदा भनेको गर्छन् अथवा अब 1 नम्बरमा भनेको छ माछिसके मग्गी सुविधा भनेको मिठो गरी खानेछु 2 नम्बरमा छ छाल मध्ये सुविधा राम्रोसँग खानेछु 3 मा छुलगाउन शिक्षारुल थैसे भनेको छ छुलगाउन भनेको के त रमाइलो हुने गरी शिक्षारुल थैसे भनेको दुस्यो भन्ने यहाँ थैसे भएको छ है दुस्यो खानुस् भन्ने छ अनि फेफुल ल्यायो भनेको फेफुल्दा भनेको के हो त अगाउनु अगाए अब यसको सही उत्तर कति भयो 2 यसको सही उत्तर कति यो सेम टु सेम काको छ त बुक्कै छ शिक्षा जले खानु भन्दा अगाडि छाल मध्ये सुनेदा राम्रोसँग खानेछु इरागो भनेर इन्साहागो अभिवादन गरेर हामगुन हुए सबै खाइसकेपछि छाल मध्ये सुनेदा राम्रोसँग खाए रागो भनेर इन्सारुल अभिवादन चाहिँ हाम्निदा गर्छन् भनेको छ यो हाम्रो पनि बुककै क्वेशन रहेको छ यसको सही उत्तर रहेको छ 2 ल ल भनेको छु ल एकछिन वेट गर्नुस् ल च्याट अफ भनेको छु ल ल अर्कोमा जाऊ साथीहरु अब हामी 7 नम्बरमा जान्छौं 7 नम्बरको उत्तर भन्नुहोस् 7 नम्बरको उत्तर भन्नुहोस् मैले भनेको छु कमेन्ट अफ गर्नु भनेर एकछिन वेट गर्नुस् ल ल 7 नम्बरको अब यहाँ भनेको छ एंसी पवन माछा फर्म चाहिँ येन्गु हेना भनेको समुद्रको नजिकै वा एनगुन एनान एसा भनेको समुद्रको नजिकै समुद्रको तट यसलाई के भन्छ तट अथवा किनार है तट अथवा किनारमा चाहिँ छोकेर्यु भनेको छोकेर्यु है छोकेर्यु भनेको हामीले के भन्छौं घोंगी किरा भन्छौं है संके किरा भन्दै हुन्छ घोंगी किरा पनि भन्छ हुँदैन हुन्छ है हेज्युरु भनेको सामुद्रिक झार चाहिँ थुंगुल आदिलाई चाहिँ खिरुदा भनेको पालना गर्नु पाल्नु है हुर्काउनु अनि सानप भनेको उद्योग चाहिँ इब्निदा भनेको हो अब 1 नम्बरमा भनेको छ खाछुक भनेको घरपालुवा जनावर 2 मा भनेको छ अर्यो माछा 3 मा भनेको छेसो तरकारी 4 मा भनेको से भनेको चरा अब यसको उत्तर कति भयो 2 यसको उत्तर कति 2 यो कति युनिटको हाम्रो कति युनिटको थाहा होला कति युनिटको 47 को है 47 को ल फेरि पनि हेरौं याङ्सी पवन है माछा फर्म चाहिँ येन्गु हे भनेको समुद्रको नजिकै है समुद्रको नजिकै ना वा एनगुने भनेको नजिकैको एन्नान एस भनेको समुद्रको तटमा छोगेर्यु भनेको घोंगी अथवा संगे किरा
हेजुर्यो भनेको सामुद्रिक झार चाहिँ अनि अर्यो भनेको माछालाई थुङ आदि चाहिँ खिरुन पालन गर्ने है पाल्ने साना उद्योग चाहिँ इम्निदा भनेको हो। अब यसको सही उत्तर कति भयो? 2। यसको सही उत्तर कति? 2। त्यसै गरी अब हामी अर्कोमा जान्छौँ। 8 नम्बरमा 8 नम्बर क्वेशन उत्तर भन्नुस् त। उत्तर भन्नुस्। च्याट अफ भयो जस्तो छ। च्याट अफ भयो जस्तो। ल ल साथीहरु अब मैले मात्रै भन्छु ल। म अन्तिममा फेरि तपाईलाई केही कन्फ्युज भएको अनि अन्तिममा अनम्युट गर्छु ल। ल हेरौँ। उच्छेको गुण है लाभकारी चाहिँ इल्बान उफेन पुनमान आनिरा। इल्बान भनेको सामान्य, उफेन पुनमान भनेको एकैछिन है। ल सरी है एकछिन थोरै डिस्टर्ब भयो। ल उच्छेको गुण हुलाक चाहिँ इल्बान उफेन पुनमान आनिरा है सामान्य डाग मात्र नभएर, सामान्य डाग सेवा मात्र नभएर खोहम बिमा खोङ फागुम भनेको आवश्यक हुने बिल, जस्तै हाम्रो यो बिल चाहिँ कस्तो भनेपछि पानीको बिल अथवा इलेक्ट्रिक बिलहरू है। नाम्मु भनेको भुक्तानी, खाथुन भनेको जस्ता, खुमेन सर्भिसु भनेको वित्तीय सर्भिस भने, छेखोङ हामीदा भनेको उपलब्ध छ। अब 1 नम्बरमा भनेको छ थोङयाक, थोङयाक भनेको दोभाषे, अनि 2 नम्बरमा उनेक, उनेक भनेको ब्याङ, 3 नम्बरमा भनेको छ ए हेङ, ए भनेको भर्मण, 4 नम्बरमा भनेको सोंगुम, सोंगुम भनेको के त रेमिटान्स। अब यसको सही उत्तर भयो 4। यसको सही उत्तर कति हुन्छ? 4। फेरि हेरौँ। उच्छेको गुण है हुलाको चाहिँ इल्बान उफेन सामान्य डाग पुनमान आनिरा सामान्य डाग मात्र नभएर, सोंगुम भनेको रेमिटान्स, खोहम भनेको बिमा, खोङवागुम भनेको बिलहरू है, नाम्बु भनेको भुक्तानी, खाथुन भनेको जस्ता, खुम्योङ सर्भिसु भनेको वित्तीय सर्भिस भने, छेखोङ आमिदा भनेको उपलब्ध छ। यसको सही उत्तर रहेको छ 4। यसको सही उत्तर रहेको छ 4। त्यसै गरी है समस्या भइरहेको यो नेटमा। ल त्यसै गरी अब जान्छौँ हामी सेक्साङे साइन मन्जिरुल छोम। यो चाहिँ अगाडि पनि डबल रिपिट भएको छ है आज चाहिँ, सरी ल। यसको लागि चाहिँ अगाडि हामीले पढि पनि सकेको छ है। त्यसपछि जाउँ। हानगुगेसा कोरियामा शिक्षा जुङ्गे खाना खाइरहेको बेला, जुङ्गे भनेको के त रिहिरहेको अथवा खाना खाइरहेको बेलामा चाहिँ डडड उरुल थुल्गो बग्जी आनुम्यान उठाएर, थुल्दा भनेको के त उठाउनु, थुल्गो भनेको उठाएर, मग्जी आनुम्यान नखाएर है, नखाएर, फाप वा भात वा खुकुल सुपलाई खेन पब्रो फेल्लो भनेको व्यक्तिगत रूपमा, मक्सुद भनेको खाइन्छ है। अब यहाँ के भनेको छ भनेपछि एकमा कोक, कोक भनेको सुप, सुत कराग, त्यसै गरी फाक फ्रुट, त्यसै गरी छत कराग। अब यसको सही उत्तर रहेको छ 3। यसको सही उत्तर रहेको छ 3 है। हानगुगेसा कोरियामा चाहिँ शिक्षा जुङ्गे खाना खाने बेला अथवा खाना खाइरहेको बेलामा फाक फ्रुटुल, फाक फ्रुट भनेको भातको कचौरा चाहिँ थुल्गो भनेको उठाएर, थुल्दा भनेको के उठाउनु, उठाएर, बग्जी आनुम्यान नखाएर, नखाएर, फाप वा खोकुल भात र सुपलाई चाहिँ खेन फेल्लो भनेको व्यक्तिगत रूपमा, मक्सुद, मक्सुद भनेको किन खाइन्छ है। सबैको
फान्चाललाई चाहिँ सबैले के गर्छ छुट्टा एउटैमा खान्छ भने भात र सुपलाई चाहिँ कोरियनहरूले व्यक्तिगत रूपमा सबै के त छुट्टा छुट्टै खान्छन्। यहाँ पनि त्यही भनेको छ। कोरियामा चाहिँ खाना खाने बेला अनि फाप फ्रुट भनेको भातको कचौरालाई चाहिँ ठुलो भनेको उठाएर मग्जी हनुमान भनेको के त नखाएर है कोरियामा चाहिँ भातको कचौराले चाहिँ के हुन्छ भनेको छ नउठाएर खान्छन् भनेको छ है। उठाउनु हुँदैन भनेको छ नि त। यसको सही उत्तर रहेको छ 3। त्यसै गरी अर्कोमा जाउँ तल। हानगुकोई कोरियाको छुथेकेछ निवासमा चाहिँ डडड छाग्योङ हानुन प्रयोग गर्ने खसी कुरा चाहिँ एविइमे है शिष्टाचार भएर सिनबारुल जुत्तालाई चाहिँ फतको निकालेर सिलले एसा भनेको भित्रमा है कोठा भित्रमा सेंगल हाल्दा भनेको जीवनयापन गर्छन्। 1 मा रहेको छ एङमाल भनेको के त मोजा, 2 मा खोयाङ, 3 मा सिनबाल जुत्ता, 4 मा खुदु। यसको सही उत्तर रहेको छ 1। सही उत्तर 1। यहाँ के भनेको छ भनेपछि हानगुकोई कोरियाको छुथेकेछ निवासमा चाहिँ याङमारुन भनेको मोजालाई चाहिँ छाग्योङ हानुन खसी भनेको प्रयोग गर्ने कुरा चाहिँ एविइमे भनेको शिष्टाचार भएर सिनबारुल फतको जुत्तालाई चाहिँ खोलेर सिलले एसा कोठा भित्रमा चाहिँ सेवा लापिदा भनेको जीवनयापन गरिन्छ। यसको सही उत्तर रहेको छ 1 है। सही उत्तर कति रहेको छ 1। त्यसै गरी हामी अब 12 नम्बरमा जान्छौं। हानगुकोई कोरियाको मेङजल भनेको चाडपर्व खिगाने भनेको अवधिमा है कोरियाको चाडपर्वको अवधिमा ख्यौथुङी भनेको यातायातको चाहिँ मेउ ज्यादै होन्दा फाजी मे भनेको भिडभाड भएर मानुन सरामधुरी धेरै मान्छेहरूले चाहिँ खागी तेमले जाने भएकोले माखिनुन खेङ्गुगा जाम हुने अवस्था चाहिँ मानसुम निदा भनेको धेरै हुन्छ है। अब 1 मा भनेको छ एह्याङ, 2 मा भनेको छ छुलगुन जानु प्रस्थान गर्नु, 3 मा भनेको छ खोयाङ, 4 मा भनेको के छ सिजाङ। अब यसको सही उत्तर रहेको छ कति 3। यसको सही उत्तर कति 3। अब फेरि हेरौं। हानगुकोई कोरियाको मेङजल खिगाने भनेको मेङजल भनेको चाडपर्व खिगाने भनेको अवधिमा ख्यौथोङी भनेको यातायातको चाहिँ मेउ भनेको ज्यादै होन्जा फेजिमे भनेको भिडभाड भएर मानुन सरामदुरी धेरै मान्छेहरू चाहिँ खोयाङे गाउँमा खागी तेमुने भनेको जाने भएकोले पोसोक थोरोगा भनेको एक्सप्रेस बाटो अथवा एक्सप्रेस रोड चाहिँ माखिनुन भनेको बाक्ता भनेको जाम हुनु, माखिनुन भनेको जाम हुने, खेङ्गुगा भनेको अवस्था चाहिँ मानसुम निदा भनेको के त धेरै हुन्छ। अब यसको सही उत्तर रहेको छ 3। यसको सही उत्तर रहेको छ 3। ल अब 13 मा जान्छौं। तपाईहरुलाई अहिले च्याट पनि अफ छ अनि बोर त भएन नि, बोर त भएको छैन नि। अब च्याट गर्न पनि मिल्दैन तपाईले हैन। म एकछिनमा खोल्छु है, वेट गर्नुहोस् है। केही कमी कमजोरी भयो भने म एकछिनमा तपाईलाई च्याट खोल्छु ल, अनि खोल्दै फेरि आउँदै सुनाउला ल है। अब हामी 13 नम्बरमा जान्छौं। इबन युगाटे यो चाहिँ पुरानो क्वेशन हो है। इबन युगाटे भनेको यो पटकको युगारु भनेको बिदा चाहिँ अदि ए खागो सिफायो कहाँ चाहिँ जान चाहनुहुन्छ भने क्वेशन गरेको छ। नाले भनेको छ छिनगुदुल आगो साथीसँग चाहिँ बुसान भनेको कोरियाको सबैभन्दा ठुलो सहर चाहिँ सौल, त्यसपछिको सानो सहर चाहिँ बुसान है। बुसाले खा परेको हे भनेको गई हेर्ने विचार गरेको छु।
अनि एकमा रहेको छ फादु निका पाएकोले है पाएकोले भनेको छ निका निका आइसकेपछि तपाईँलाई धेरै पनि थाहा होला है लास्टमा इन्डिङ कस्तो गर्छ भनेर थाहा होला फादास भनेको पाएर है अनि 3 नम्बरमा भनेको छ फादुमेन भनेको पायो भने 4 नम्बरमा छ फादुर्यागो भनेको के हो त पाउने विचारले है पाउने विचारले अब के भन्नु पर्यो इभन ह्युगा यो पटकको विधा चाहिँ फादुमेन पायो भने अधिक खाको सिपायो कहाँ जान चाहनुहुन्छ अनि नाले भन्छ छिनबुदुल हागो साथीसँग बुसाने खाको परेको यो बुसानमा गए हेर्ने विचार गरेको छु अब हामी अर्कोमा जान्छौँ 14 नम्बरमा छोपुरो भनेको छ है छोपुरो भनेको छोप भनेको आरा है आरा छोपुरो आराद्वारा नामुरुल रुखलाई छारुरुल पाट्ने छागबुल कामलाई चाहिँ हाल्दिनुल गर्ने बेला सोनुरुल हातलाई चाहिँ है हाङसाङ भनेको सधैँ छोरा हामी भनेको होसियार हुनै पर्छ 1 नम्बरमा भनेको छ आछि जी आरुनन चोट लागेन भने 2 नम्बरमा रहेको छ थाची जी आनास चोट नलागेर 3 नम्बरमा छ थाची जी आनगना चोट नलाग्ने वा है गना वा अनि 4 नम्बरमा रहेको छ थाची जी आन्द्रो भनेको चोट नलाग्ने गरी यसको सही उत्तर रहेको छ का यसको सही उत्तर रहेको छ का है अब हामीले के बुझ्नु पर्यो भनेपछि यहाँ अनि थाची जी आनुमेन मेन र उमेर ग्रामर आइसकेपछि यो ग्रामर लागेर आयो भने धेरै जसो सर्टेन चेयो उचेयो र किटेन जसले इन्जिन गरेको हुन्छ त्यो कुरा तपाईलाई थाहा छ अनि थाची जी आनास भनेपछि अस आस लागेर आयो भने त्यसको इन्डिङमा पनि धेरै जसो हामीले के गर्छौं त पास्ट टेन्स गर्छौं है इन्डिङमा त्यसै गरी अर्को भनेको छ थाची जी आनगना भनेको चोट लाग्ने वा है अनि 4 नम्बरमा भनेको छ थाची जी आन्द्रो भनेको चोट नलाग्ने गरी आङसाङ सर्दै खोज्छन् यार अपिदा भनेको विचार हुँदै पर्छ ल पानी परेको है अर्कोमा जाउँ साथीहरू चेकफोन है चेकफोन भनेको खाद्यान्नको सामान है खाद्यान्नको सामान है चेकफोन छाङ्गो हेसा है चेकफोन छाङ्गो हेसा चेकफोन भनेको खाद्यान्नको सामान छाङ्गो हेसा गोदाममा चाहिँ है गोदाममा चाहिँ कोन्दो भनेको आश्रमलाई चाहिँ थाल भनेको राम्रोसँग असी भनेको कुरा छोङ हामीले भनेको इम्पोर्टेन्ट हुन्छ अथवा महत्त्वपूर्ण हुन्छ अब 1 नम्बरमा भनेको छ एउटी हानुन भनेको मिलाउने है मिलाउने कुइमा भनेको छ फनिङ भनेको अन्य अथवा खोसर्ने है अन्य अथवा खोसर्ने
3मा भनेको छ छेगे हानुन् भनेको हटाउने, 4मा भनेको छ छुङ्गो हानुन् भनेको बाहिर पठाउने। अब यसको सही उत्तर भयो ए। यसको सही उत्तर कति हुन्छ ए है। फेरि हेरौँ सिक्कोन छाङ्गो हेर्छ खाद्यान्नको गोदाममा चाहिँ ओन्दोरु तापक्रमलाई चाहिँ हाल राम्रो छन्द उची हानुन् भनेको मिलाउने खसी कुरा चाहिँ स्वयं हामीलाई भनेको इम्पोर्टेन्ट हुन्छ अथवा महत्त्वपूर्ण हुन्छ। यसको सही उत्तर रहेको छ ए। यसको सही उत्तर रहेको छ ए। अब त्यसपछि जाऊ है कम्पनीको पार्टीमा वैसा खुद्रो धुरी कम्पनीको कर्मचारीहरूले थोथुन प्राइस कुल रक्सी मेग्दु बियर माछी लिँदा के पिउँछन् है। त्यसपछि छोङ्गो छक्रो धार्मिक रूपमा मुन्जेरो समस्या भएको है समस्याद्वारा सुरुल रक्सीलाई चाहिँ माछीजी आन्दामेन पिउने होइन भने नपिउने हो भने तरामदुरी एके मान्छेहरूलाई चाहिँ हाल्ने जुरुन भनिदिने अथवा जानकारी गराइदिने खसी कुरा चाहिँ सोच्नुदा भनेको राम्रो हुन्छ। अब हामीले यहाँ के बुझ्नु पर्यो भनेपछि एउटा कुम्बाङ छ, कुम्बाङ भर्खरै त्यसै गरी निमी अगाडि नै निमी पहिले फल्छ भने के हो त पहिले। अब यसमा हामी कसरी छुट्याउनु पर्यो निमी चाहिँ प्राय के हुन्छ पास्ट टेन्समा लाग्छ। यो धेरै जसो चाहिँ भन्ने र सुन्ने मान्छेलाई थाहा भएको र पास्ट टेन्समा धेरै त्यसै गरी फल्छ कुनै पनि अचानक हुने घटनाहरूमा र कुनै पनि सोचेको भन्दा अगाडि नै काम सकाउँदाखेरि अथवा अचानक हुने कुराहरूमा के को प्रयोग गरिन्छ फल्छको। र फेरि भनेको यो पनि के हो त पहिले नै हो। यो चाहिँ योजना चाहिँ पहिले हुने तर चाहिँ काम चाहिँ पछि हुँदाखेरि के को प्रयोग गरिन्छ फेरिको प्रयोग गरिन्छ। धेरै जसो फेरि चाहिँ सुझाव सल्लाह र यस्तो गयो भने राम्रो हुन्छ भन्ने एन्डिङ हुन्छ क्वेसनको एन्डिङमा हुन्छ त्यति बेला के को प्रयोग हुन्छ फेरिको। त्यसले गर्दा उत्तर कति भयो फेरि है। फेरि भनेको त्यो पहिले नै है। फेरि हेरौँ वैसीके कम्पनीको पार्टीमा चाहिँ वैसा थुम्ने छोरी कम्पनीको कर्मचारीहरूले मेग्जु माथिन्दा रक्सी र मेग्जु यानि कि बियर खान्छन्। छोङ्गो साकुरो भनेको धार्मिक रूपमा मुन्जेरो समस्याको रूपमा समस्या भयो भने सुरु माछीजी आम्दामेन रक्सी पिएन भने अथवा खाएन भने पहिले नै सरामद्रिएकै मान्छेहरूलाई चाहिँ अन्य जुन जानकारी गराइदिने खसी कुरा चाहिँ सोच्नुदा भनेको राम्रो हुन्छ। त्यसले गर्दा उत्तर कति भयो 2। अब हामी अगाडि जान्छौँ साथीहरूलाई बोध त भएन होला कुनै पनि एकजना पनि घटेको छैन। आँखा भनेको अगाडि चाहिँ शिक्षा र है खाना खान कुनै शिक्षाले कम्पनीको रेस्टुरेन्टमा अथवा कम्पनीको निजी रेस्टुरेन्ट है ठुलो कम्पनीहरूमा कुनै शिक्षा हुन्छ आफ्नै शिक्षा हुन्छ त्यसलाई चाहिँ कुनै शिक्षा खासुम्निदा गए एकछिन अगाडि खाना खान कुनै रेस्टुरेन्टमा गए। आबुल खा मगुन भए खाना भातलाई सबै खाइसकेपछि है खानालाई सबै खाइसकेपछि है सिक्फानुल ए नष्ट बेला गाथे एकमा छ फेसिक्ते भनेको के त खाना राख्ने टेबल है खाना राख्ने टेबल खानाको विवरण है। 2मा रहेको छ सिक्सुदे भनेको पानी राख्ने ठाउँ। 3मा छ छोइसिक्पु भनेको भाँडा अथवा थाल राख्ने ठाउँ।
3मा भनेको छ सिक्ताङ थियो भनेको के त मेनु है। यो सिक्ताङ थियो भनेको कुनै छ मेनु है। त्यसले गर्दा उत्तर कति भयो? उत्तर चाहिँ कति हो? उत्तर 3 है। उत्तर कति? 3 है। सिक्पार भनेको भोजन थाली है। यसलाई के भन्छ? भोजन थाली अथवा थाल भन्दा पनि हुन्छ है। फेरि हेरौँ आका शिक्षा र खार एकछिन अघि खाना खान कुनै सिक्ताङे कस्तो लिँदा कम्पनीको रेस्टुरेन्टमा गए आबुल था मगुन भए खाना सबै खाइसकेपछि सिक्पारुल थाललाई चाहिँ अथवा भोजन थालीलाई चाहिँ राखे। एकमा छ फेस सिक्ते भनेको खाना राख्ने टेबल, दुईमा सिक्सुदु भनेको सिक्सुदे भनेको पानी राख्ने टेबल अथवा पानी राख्ने ठाउँ भन्दा पनि भयो। तीनमा छ थोइ सिक्कु भनेको भाँडा राख्ने टेबल अथवा ठाउँ अथवा थाल राख्ने दराज भन्दा पनि भयो। अनि 4मा रहेको छ सिक्ताङ थियो भनेको सिक्ताङको मेनु। अब यसको उत्तर कति भयो? 3 है। यसको उत्तर 3। त्यसै गरी अर्कोमा जाउँ। आबु भातलाई चाहिँ पारुको छिटो गरेर मासिचके मिठो हुने गरी छिटकी उहे बनाउनुको लागि हान्बु कोरियामा छाजाङ्गेस सबैभन्दा छाजु धेरै सायोङ आनुन प्रयोग गर्ने छाजन छेपुम भर्यासी इलेक्ट्रिक सामान निगा हो। अब यहाँ कुरो भातको आइसकेपछि तपाईँले हामीले सिधै पहिला कहाँ लाउनु पर्यो? छन्की फाप्छुट भनेको के हो त? विद्युतीय भात पकाउने भाँडा अथवा राइस कुकर। 1मा रेखन एसी, 2मा छन्की फाप्छुट, 3मा छङसोगी भनेको सफा गर्ने मसिन अथवा भ्याकुम क्लिनर। अनि ठोसु थकी भनेको के त? टोस्टर है। टोस्टर यो भनेको के हो? टोस्टर। त्यसले गर्दा उत्तर कति भयो? उत्तर चाहिँ 2 है। उत्तर कति भयो? आफू लाउने बित्तिकै हामीले कति लाउनु पर्यो? उत्तर 2। त्यसै गरी अर्कोमा जान्छौँ हामी। अर्कोमा साथीहरूलाई बोरिङ त भएन नि? ल लोङटाङ मोरेल कृषि बालीनारी थाल राम्रोसँग खारा थोरो खाकी उयो भनेको राम्रोसँग हुर्काउनुको लागि है। राम्रोसँग हुर्किने गरी है। हुर्किने गरी छुबेरे भनेको नजिकैमा, नानु भनेको नाना भनेको देखिए नजिकै भएको अथवा देखिएको, छापछुन भनेको चाहिँ फान्दोसे अनिवार्य रूपमा झार आइसकेपछि तपाईँले मिलाउन सक्नुहुन्छ होला। आफ्निदा गरा भनेको छ। सिमया जोया भनेको सिम्दा भनेको रोप्नु है। सिमया जोया हाम्निदा भनेको रोपी दिनुपर्छ। अनि पोपया हाम्निदा भनेको उखेली दिनुपर्छ, निकालिदिनुपर्छ। पुरिया हाम्निदा भनेको पुरिया जोया हाम्निदा भनेको पुरिदा भनेको छर्किनु। अनि जोया हाम्निदा भनेको के त? छोदाबाट चाहिँ के भन्छ? छर्की दिनुपर्छ। 3-4मा भनेको छ थियोया हाम्निदा भनेको हुर्काइदिनु पर्छ। यसको सही उत्तर रहेको छ 2। झारलाई के गर्नुपर्छ? हामीले उखेल्नुपर्छ अथवा निकाल्नुपर्छ। फेरि पनि हेरौँ। छारादा भनेको के हो? हुर्काउनु है। छारा थोरो भागी हुने भनेको हुर्काउने गरी है। राम्रोसँग हुर्काउनुको लागि हुर्काउने गरी है। छुबेले भनेको भनेको आएको उत्पन्न भएको हो है। झारलाई चाहिँ हान्नु चाहिँ अनिवार्य रूपमा हाम्निदा भनेको के त? कुबया हाम्निदा भनेको निकाल्नै पर्छ। उत्तर कति भयो? 2।
त्यसै गरी अब अर्कोमा जान्छौँ हामी। छेरिउ ठिगान है, बसाइ अवधि चाहिँ छेरिउ ठिगान भनेको बसाइ अवधि चाहिँ छोरीको फल्ने सामुसय एचआरडी कोरिया अथवा अध्यापन कार्यालयमा चाहिँ है, अध्यापन कार्यालय अथवा एचआरडी कोरिया, सिधै सजिलो एचआरडी कोरिया भन्दा नि हुन्छ है। एचआरडी कोरियामा खाया हाम्निदा भनेको जानै पर्छ। अब खाया हाम्निदा, अब यसमा कतिपय नयाँ साथीहरू पनि हुनुहुन्छ। छेरिउ ठिगान भनेको के हो त्यो पनि थाहा छैन होला, किनभने नयाँ पनि जोडिनु भयो होला है। यो भनेको के त बसाइ अवधिलाई चाहिँ। अनि चोलिपको फाल्ने सामुसय भनेको एचआरडी कोरियामा चाहिँ है, एचआरडी अथवा अध्यापन कार्यालयमा चाहिँ छाया हाम्निदा भनेको जानै पर्छ। यहाँ हाम्निदा आइसकेपछि हामीले रेमेन मेन वुमेन हुँदैन, पक्कै पनि तपाईँलाई थाहा छ। मेन वुमेन छैन यसमा, रेगो छ, अर्को चाहिँ दुईटा रेगो, दुईटा चाहिँ रेमेन वुमेन। रेगो र उरेगो चाहिँ यो दुईटा रेगो र उरेगो आयो भने यसको एन्डिङ यो लागेर आयो भने हामीले धेरै जस्तो यसको एन्डिङ चाहिँ के हुन्छ, पास्ट टेन्समा हुन्छ। त्यसले गर्दाखेरि यो र यो चाहिँ भएन है। अब हुने भनेको के हो त, यो र एक र दुई, किनभने दुईटैमा के छ, रेमेन छ है। दुईटैमा के छ, रेमेन छ। किनभने चाहिँ रेमेन उरेमेन लागेर आयो भने त्यसको एन्डिङमा धेरै जस्तो हामीले के देख्छौँ भनेपछि या अमिदा फिर अमिदा सेउ सेउ बसिदा बसिदा यस्तो व्याकरण देखेको हुन्छ, धेरै जस्तो आएको हुन्छ। त्यसले गर्दाखेरि हाम्रो दुई मध्ये एउटा मात्रै हुने भयो है। जस्तै एन्जाङ हारेमेन भनेको थप गर्ने हो भने, अनि दुईमा छ थेबी हारेमेन भनेको थेबी हादा भनेको के हो, तयार गर्ने हो भने। अब यसको सही उत्तर कति भयो, एक। यसको सही उत्तर कति भयो, एक है। छेरिउ ठिगान एन्जाङ हारेमेन थप्ने हो भने है, थप्ने हो भने छोरीको फल्ली सामोसो अध्यापन कार्यालय अथवा एचआरडी कार्यमा चाहिँ खाया हाम्निदा भनेको जानै पर्छ। यसको सही उत्तर रहेको छ एक है। यसको सही उत्तर रहेको छ एक। ल अर्को फेरि हानगुका लोग्नाक स्यामोल है, कोरियन भाषाको दक्षताको परीक्षामा चाहिँ हाप्के खाजिमान पास, हाप्के भादा भनेको पास हुनु, हाप्के खाजिमान भनेको पास भए तापनि हानगुके कोरिया चाहिँ। अब हामीले के बुझ्नु पर्यो भने चाहिँ जिमाल लागिसकेपछि अगाडि र पछाडि पक्कै पनि के हुन्छ, पोजिटिभ र नेगेटिभ, यानि कि थोरै भए पनि वाक्य अगाडि र पछाडि के हुन्छ, विपरीत हुन्छ। त्यो भइसकेपछि विपरीत एउटा पास हुनु भनेको राम्रो पक्ष भयो। अब त्यसलाई हामीले नराम्रो पक्ष हेर्नु पर्यो। अनि खाल्छु इच्छा भनेको जान सकिन्छ, उता पास हुनु राम्रो पक्ष अनि खाल्छु इच्छा भने राम्रो पक्ष, यो भयो त उत्तर भएन। खादो थोयो गए तापनि हुन्छ, यो पनि भएन। खाया हेयो जानै पर्छ। अनि दुईमा रहेको छ खाल्छु अप्सयो जान सकिँदैन। यसको सही उत्तर रहेको छ दुई। यसको सही उत्तर रहेको छ दुई। अब अर्कोमा जान्छौँ हामी। फेरि यसलाई हेर्दा नि हुन्छ एकछिन। हानगुका कोरियन भाषाको नोक्नाङ सियामी दक्षताको परीक्षामा हाप्के खाजिमान पास भए तापनि हानगुके कोरियामा चाहिँ खाल्छु अप्सयो जान सकिँदैन। यसको सही उत्तर दुई रहेको छ है। यसको सही उत्तर रहेको छ दुई। अब अर्कोमा जान्छौँ। हानगुकेसा कोरियामा चाहिँ छन्तोन छर्किन भनेको परम्परागतमा छुगा मुनुवा भनेको है। ल हानगुके साथ छन्तोन छर्किन छुगा मुनुवाहरू डडोडर मानिस हामी धेरै प्रयोग गरेर इनुन फादा केसा, यो यसलाई चाहिँ फादा केसा भनेको भुइँमा चाहिँ सेङ्गल हानुन प्रयोग गर्ने फाङ्सीको बिन्दा तरिका हो। तपाईँले यसलाई त लगभग सक्नुहुन्छ होला। त्यसको सही उत्तर कति भयो, छिन्दे खाट ओन्डुल तातो बनाउने सिस्टम सोफा, सोफा भइहाल्यो। सिक फान भनेको चाहिँ त थाली अथवा भोजनको थाली। यसको सही उत्तर कति भयो, सजिलो छ, मैले पढ्नु भयो होला पक्कै पनि। कति भयो उत्तर
दुई यसको सही उत्तर कति दुई अब फेरि जाऊ यहाँ ओनुल आज चाहिँ छिन्कु वा साथीसँग छुछिए 2 बजेमा चाहिँ याक्सोगी इस्स सुविधा 2 बजेमा चाहिँ के छ आज साथीसँग बाचा छ आज चाहिँ 2 बजे साथीसँग बाचा छ पुरन्दे तर चाहिँ छियाछल भनेको भूमिका रेल चाहिँ छालमुट भनेको गल्ती है छालमुट भनेको गल्ती याक्सोगुल बाचा चाहिँ छाङसोए बाचा गरेको छाङसो ठाउँमा चाहिँ लुत्के ढिलो हुने गरी छोछाक सुमिला भनेको पुगे एकमा रहेको छ थानु राको भनेको चढ्नु परेकोले है चढ्नु परेकोले दुईमा छ थागो खानुन फारामे चढेर गएको कारणले है चढेर गएको कारणले अथवा चढेर खानुन फारामे भनेको जानु परेको कारणले गएकोले है तिनमा छ थागो नाम्यान चढ्यो भने अनि चारमा छ थागो खान थक्बुने भनेको चढेर गएको कृपाले अब हामीले यहाँ के आइसकेको छ नेगेटिभ आएको छ थक्बुने चाहिँ हामी पोजिटिभ सेन्टेन्समा मात्रै लाउँछौँ यो भएन त्यसै गरी नामेन आइसकेको छ मेन वुमेन आयो भने यसको एन्डिङमा यो ग्रामर आइसकेपछि एन्डिङमा 99% चाहिँ पास्ट टेन्स आउँदैन यदि मेन वुमेन ग्रामर लागेर आयो भने यसको एन्डिङमा पास्ट टेन्स 99% एन्डिङमा आउँदैन त्यसले गर्दा यो पनि भएन त्यसपछि 1 नम्बरमा भनेको छ खानु रागो भनेको छ चढेको कारणले अथवा चढ्नु परेकोले भनेको छ अब हामीले के बुझ्नु पर्यो भनेपछि यो नुरागो र नुन फारामे आफ्नो कारणले जान नसक्दाखेरि असर पर्दाखेरि नुरागोको प्रयोग गरिन्छ अरू मान्छे व्यक्ति अथवा क्रियाकलाप जुनसुकै अरू माध्यमबाट जान नसक्दा अथवा नेगेटिभ असर पर्दाखेरि के को प्रयोग गरिन्छ नुन फारामेको प्रयोग गरिन्छ त्यसले गर्दा उत्तर कति भयो 2 यसको उत्तर कति भयो 2 है आफ्नो कारणले कुनै कामहरू नेगेटिभ हुँदाखेरि त्यही समयमा नेगेटिभ हुँदाखेरि नुरागोको प्रयोग गरिन्छ र आफ्नै कारणले पनि लामो समयपछि नेगेटिभ असर देखाउँदा फेरि यही हुन्छ तर आफ्नो कारणले नेगेटिभ असर देखिँदाखेरि अथवा दुईटा काम सँगै नगर्न सक्दाखेरि नेगेटिभ असर पर्दाखेरि उति बेला रिजल्ट आउँदाखेरि के को प्रयोग नुरागो प्रयोग त्यसै गरी अरू माध्यमले र अरू व्यक्तिको कारणले नेगेटिभ असर पर्दा र लामो समयपछि अथवा केही समयपछि असर देखाउँदाखेरि के को प्रयोग गरिन्छ नुन फारामेको त्यसैले उत्तर भयो 2 उत्तर भयो 2 है अब जाउँ अर्कोमा ओनुल आज चाहिँ खिगे मेसिनलाई चाहिँ छमगम हानुन चेक जाँच गर्ने नाल भनेको दिन इब्निदा भनेको हो अब भनेको छ छाक्तोङ हानुन जी छाक्तोङ हादा भनेको सञ्चालन गर्नु अथवा चल्नु है चल्ने अथवा नचल्ने वागिने या अब्निदा भनेको चेक जाँच गर्नै पर्छ है चेक गर्नै पर्छ एकमा भनेको छ छेदेरो सही तरिकाले अनि छोयन शान्त अथवा चुप शान्त भन्दा नि भयो है शान्त हुने तरिकाले कोम हाग्यो भनेको केलाई अथवा होसियार पूर्व भन्दा नि हुन्छ केलाई भन्दा नि हुन्छ है अर्को छ छन छने बिस्तारै अथवा बिस्तारै यसको सही उत्तर रहेको छ 1 आजको लागि हामीले लगभग अब यति नै गर्छौं यहाँ घट्नु भएको छैन अब म तपाईलाई च्याट पनि खोल्छु अनि तपाईहरुलाई केही नजानेको केही कन्फ्युज भएको छ भने सोध्न सक्नुहुनेछ र बोल्न पनि सक्नुहुनेछ है च्याट खोल्नु होला च्याट उलाई दिन बोल्न फोन गर्नु एकैछिन हो
यो त को हुन्छ अब यार के अरे भोलि उसमा हालिदिउँ न सेभ गरिदियो है यो त उतै भएको छ रेकर्डिङ त उतै हो ल त्यो बन्द गरिदिनुहोस् ल साथीहरू त्यहाँ बोलिरहेछ ल च्याट अफ अन Chat up on च्याट अन गर्नु बाबु chat up on साथीहरू क्वेसन यहाँलाई आजको क्वेसन चाहिँ कस्तो लाग्यो म एकछिनमा भन्छु ल सबै क्वेसन चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो आजको क्वेसन चाहिँ सेयर गर्नुहोस् त सर यो भिडियो चाहिँ ग्रुपमा आउँछ हेलो 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 सर नमस्ते फेरि भिडियो पो भयो तपाईँको आवाज चाहिँ अलिक क्लियर आएन सर सर नमस्ते सर नमस्ते सर अलि डिस्टर्ब तपाईँले मैले जस्तो यो